जाडो महिनामा यो काम सम्झिँदा पनि करेन्ट लागेर आउँछ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ म बिहानै उठेर भर्खरै चिया मात्र पकाउन लागेको थिएँ, मलाई फोन आयो कि अब देखेर चाहिँ बुझिसक्नु बेला म कहाँ जाँदैछु भनेर। हाम्रो पानीको पालो आइसक्यो खेतमा चार्नको लागि। यति जाडो, यति धेरै खेत चार्नु पर्ने छ, अब मरिन्छ जस्तो लाग्छ बिहानै बिहानै जाडोमा। म पनि ढिला नगरेर पानी चार्नतिर लागेँ। अनि मम्मी चाहिँ माथिबाट कुलो ल्याउँदै हुनुहुन्थ्यो। अनि हामी तल चाहिँ मलाई बुझ्नुपर्छ, न त फुट्यो भनेपछि अर्को खेतमा जान्छ। अनि बुझ्नै यति धौ हुन्छ नि, बुझ्नलाई यति गाह्रो पर्छ। अनि मलाई जहाँनिर फुट्छ त्यहाँनिर बुझ भन्नुभएको थियो। अलिकति पानी चुएको त्यहाँबाट मैले बुझ्न लागेँ। हाम्रो एकदमै अग्लो छ कि यतातिरको जमिनहरू, किनकि अब हामी ठुलो ट्र्याक्टरले जोत्छौँ नि, त्यसले जताभावी जहाँनिर भयो त्यहाँनिर फालिदिन्छ। अनि जग्गाहरूसम्म पनि हुन्न कि, अनि पानी चार्न यति गाह्रो पर्छ नि हामीलाई। अब सानो ट्र्याक्टरले पनि अलि बनाउँछ, तर बल्लले चाहिँ सम्म बनाए मैले सही लाउनुपर्छ। अनि हाम्रो छैन, त्यही भएर चाहिँ अलि पानी चार्न चाहिँ हामीलाई अलिक गाह्रै पर्छ। भिडियो बनाएर बसेछ पानी चारेको छैन भनेर नभन्नु होला नि। फेरि मैले मोबाइल राखेर पानी चारेको थिएँ, किनकि अब मोबाइल पानीमा पस्यो भनेपछि कसले किन्दिनँ, मम्मीले किनिदिनुहुन्न। त्यही भएर मोबाइल पानीमा राखेर चाहिँ मैले चारिरहेको थिएँ। अहिले चाहिँ अब सकिन लागेको छ, अलिकति छ। अनि टाकुरो छ कि यतातिर चढ्ने कि नचढ्ने थाहा पनि छैन। मम्मी चाहिँ माथिबाट कुल्याउँदै ल्याउनु भएको छ, त्यही भएर चाहिँ मैले एकछिन मोबाइल समातेर बनाएको है। फेरि यो चार्ने कि मोबाइल मात्र समातेछ भनेर नभनिदिनु होला। फेरि हामीलाई त कति गाह्रो पर्छ नि यो पानी चार्न भनेपछि। अब मैले चाहिँ यो भिडियो किन बनाएको भन्दाखेरि सबै भिडियोहरू म चाहिँ फार्मरहरूले कति दुःख गर्छन् भनेर देखाउनलाई गराएको है। फेरि सबै म चाहिँ के छ भनेपछि मलाई आफू पनि फार्मरको छोरी भएर होला सायद उनीहरूको दुःख देखेको, तर जति दुःख गरे पनि मेहनत जति गरे पनि उनीहरूले मेहनत गरेको फलै नपाएको जस्तो लाग्छ कि मलाई। त्यही भएर चाहिँ मैले यो भिडियो बनाउँछु भनेर सुरु गरेको। अनि यदि मेरो फुल भ्लग हेर्न चाहनुहुन्छ भनेपछि माथि मैले बायोमा लिङ्क राखिदिएको छु, त्यहाँ गएर चाहिँ सबैजनाले भित्र गएर सब्सक्राइब गरेर फुल भ्लग पनि हेरिदिनु होला। अनि यहाँबाट उतातिर हामीले पानी चार्नै सकेन, अब यहाँ अग्लो भयो धेरै। अनि भोलि आएर चाहिँ बाल्टीले पानी चार्नुपर्छ। त्यहाँ हामीले गाउँभरि खनेर पनि सक्यौँ, तर पनि त्यहाँ चार्नै सकेनौँ। त्यही भएर छोडिदिनु म मम्मीले। अब मम्मी चाहिँ माथि पानी बन्द गर्न जानुभएको छ। अनि यो चाहिँ हेर्नुहोस् न, बिचमा कति धेरै खनेछौँ हामीले, त्यति गरे पनि भएन क्या। त्यसपछि यो चाहिँ हाम्रो मेन कुलो हो जहाँ अन्ततिर चारिन्छ। मेरो खुट्टा कस्तो भएको छ, बोली पनि आउँदैन, हात पनि सिधाउन। अब अब तलतिर पानी खेतहरू छन् हाम्रो, पानी चार्ने कि नचार्ने, पानी पनि धेरै सानो भइसक्यो। यो चाहिँ मम्मीलाई सोध्नुपर्छ।